अचारको रेसिपी किन राम्रो छ भने यसमा गोलभेडै चाहिँदैन क्या गोलभेडा यति महँगो छ अहिले प्रति किलो कतिसम्म 50 है कुनै दिन नसुनिकन विचार नगराउनुहोस् बोल्दा बीचमा अब तपाईले बीचमा तपाईले जवाफ आफै आफ्नो प्रश्न आफैले जवाफ दिनु त्यो चाहिँ अफ क्यामेरा भएको कुरा हो त्यसैले यहाँ चाहिँ हामीले भनिराख्नु भएको छ तेरी यस्तै हावादारी कुरा गर्नुहुन्छ तपाई मम्मी ए मम्मी थोगेन त्यो छुए आफैमा मम्मी हात त मेरो पनि थियो त हात त मैले पनि राखेको चाहिँ मामुको मात्रै रहेछ तपाईको थिएन तपाई नै न्यायाधीश बन्न जानुहोस् तपाई नै न्यायाधीश बन्न जानुहोस् बदम चाहिँ महँगो हुन जाने रहेछ क्या महँगो हतपति कसैले नराख्ने रहेछ बदम नि घरमा थियो त्यही भएर बनायो नदेख पनि किनेर त खासै गर्ने बजेट छैन आजकल आज हामी बनाउँदैछौँ मोमोको अचार बदमवाला अचार बनाउन लाग्छौँ बदम तिल बदमास प्याज एक्सेट्रा सो बनाउनलाई चाहिँ किन भन्नाले अब मेरो भिडियोहरूमा त्यस्तो हत्तपट्ट होइन हत्तपट्टि त्यो कमेन्टहरू आउँदैन थियो क्या कमेन्टहरू आउँदैन अनि बेसी हिजो चाहिँ एउटा कमेन्ट आइरहेको थियो कि मेरै चिन्ने दाइबाट एउटा वेमा ह्युमर वेमा थियो अनि त्यही नि होइन उहाँले चाहिँ के भन्नुभएको थियो भन्नाले मोमो पनि अचार बनाइदेऊ न लुज भनेर भन्नुभएको थियो रेसिपी भिडियो बनाइदेऊ न भन्नुभएको थियो यसो सोचेँ मैले त मोमोको अचार साँच्ची कहिले बनाएको छैन जस्तो फिलिङ आइरहेको थियो अनि घरमा बनाउने पनि ठिकै लाग्छ अनि बेसी ठिकै लाग्छ होइन अनि त्यही भएर चाहिँ होइन उहाँलाई पनि एउटा वेमा होइन एउटा त्यो कमेन्टले क्लिक पेट वेमा होइन यसो इन्ट्रोमा राखेर होइन टक्क लाएर एउटा मोमो चाहिँ बनाउनु मन मोमोको अचार चाहिँ बनाउनु मन छ मोमो नि बनाउने प्लान चाहिँ छ तर मेन भयो हत्तपट्टि भयो किनभने अचार बनाउने भए अब त्यो अचार केसित खाने तेल हाल्नु पर्यो तेलमा फ्राई गर्ने हो यो चाहिँ लाइट हिटमा गर्नुपर्छ किनभने फेरि यो दड्यो भने मजा आउँदैन त्यो चाहिँ भर्खर सिक्नु भएको उहाँले बनाएको प्याज तिल बदाम हालिदिने कति हालेको पनि देखाउनु पर्यो नि भनेको के हो मेरो मनले अब जति माने त्यति हाल्दछु ल यो चाहिँ हामीले त्यो रेडी पार्छ अब घुइँ गर्ने मम्मी ए मम्मी थोगेन त्यो छुए आफैमा मम्मी हात त मेरो पनि थियो त हात त मैले पनि राखेको थिएँ मामुको मात्रै रहेछ तपाईको थिएन यो चाहिँ हाम्रो अचार बनिसके छैन तर त्यो बन्ने प्रोसेसमा चाहिँ यति चाहिँ भइसक्यो अब यसमा चाहिँ पानीमा यसो मिसाएर भनेपछि टेस्ट गरेर अनि त्यही अनुसार नुनहरू थप्दै जाने हो क्या अब चाहिँ मामुले चाहिँ गरिदिनै मैले चाहिँ अब यो हुन्छ नि मैले चाहिँ अब गरिदिनै पर्छ काम अब सबै काम गर्नु मैले चाहिँ हातकै धुन गएको आमाको माया होइन आमाले यसो लिइहाल्नुभयो छोरालाई गाह्रो भयो त्यो भनेर चाहिँ अफ क्यामेरा भएको कुरा हो त्यसैले यहाँ चाहिँ हामीले भनिराख्नु भएको छ होइन यहाँ चाहिँ हामीले लिक्विड हाल्दै हाल्दै यसलाई घोल्दै जानुपर्छ तर यो अलिक बढी हुन गएको छ क्या सो हामी एउटा अर्को थलोमा राख्छौँ अनि त्यसपछि चाहिँ हामीले चाहिने जति गरेर डिफ्रेन्ट ठाउँमा त्यो राखेर हेर्नु न कस्तो त्यो स्पाइसेसहरू कस्तो राम्ररी त्यो मिक्स भएको छ होइन यस्तो अचार पो बनाउने हो यसमा गोलभेडै चाहिँदैन क्या तपाईँको यो अचारको रेसिपी किन राम्रो छ भने यसमा गोलभेडै चाहिँदैन क्या गोलभेडा यति महँगो छ अहिले प्रति किलो कतिसम्म 50 है कुनै दिन 300 थियो होइन मम्मी यस्तो थियो होइन नजाने मान्छे अनि बोलिरहेछ यतिकै के स्वाद अनुसार नुन हाल्छौँ अहिले स्वाद कस्तो छ हेरौँ है हो धेरै चाहिन्छ लेमन चाहिँ धेरै हाल्नु पर्छ है तपाईँ कम हाल्छ होला होइन
ओए म त आफ्नो फ्यान हो यार मिसो यति मिठो छ के से अघि यो अलिकति मिसिङ रहेछ क्या मिठो आज ल Just one try. अचार त मिठो छ मोमो कस्तो छ